ल आज हामी चाहिँ काठमाडौँ जिल्लाको हैन हो सर कहाँ आएको छौँ त युएन पार्कमा आएका छौँ शङ्खमूल पार्क शङ्खमूल पार्क भन्दो रहेछ यसलाई शङ्खमूल पार्क एकदम यहाँ चाहिँ साँझको बेलामा रमाइलो छ धेरैजनाहरू हुनुहुन्छ यहाँ अब ठ्याक्क होइन उता क्रिकेट खेल्ने खेलिरहेछन् भाइ बहिनीहरूले क्रिकेट खेलेछन् आमा बुवाहरूले हेर्नु बस्नु भयो उता गाडीहरू चलिआछन् तल आसौँ होइन टक्क यस्तै छ है अब हामी यहाँबाट टक्क हामी बुद्धनगर हुँदै ठ्याक्क हामी डिलर्ड बोइज होस्टेलसम्म पुगेर चाहिँ हाम्रो यात्रा विसर्जन गर्छौँ होइन अनि ल ठ्याक्क अब यहाँ सही छ होइन उता घन्टी बजिरहेछ घन्टी बजिरहेछ होइन हाम्रो सर यहाँ नवलपरासी बर्दाघाट सुस्ता पश्चिमबाट हुनुहुन्छ सुनवल नगरपालिका नम्बर 2बाट सुनवल नगरपालिका वडा नम्बर 2बाट म चाहिँ यहाँ छु हुनुहुन्छ होइन अब यहाँ सल्लाहको बोट यहाँ छ होइन ल ट्याक्क क्यामेरा फर्किँदैन होला नि त फेरि ट्याक्क भाइहरूको गिटार बजाएर होइन मजाले भाइहरू हाई गरिदेऊ त एकचोटि थ्याङ्क यू सो मच थ्याङ्क यू हजुर हो त थ्याङ्क यू भाइ थ्याङ्क यू ल हामी ट्याक्क भाइहरू मजाले हामी होइन हाम्रो युट्युब च्यानलमा आउँछ होइन ट्याक्क तेस्रो भिडियोको रूपमा अब ठ्याक्क यो बागमतीको किनारै किनार हो यो चाहिँ होइन त्यो पर निलो देखिएको चाहिँ भनेको शिरीषको रुख हो हामी त्यहाँसम्म चाहिँ पुग्दैनौँ तर यता एउटा निलो शिरीष फुलेको छ हामी त्यहाँसम्म ठ्याक्क त्यहाँ तपाईँलाई त्यसको दामी दृश्य देखाउँछौँ होइन ट्याक्क यहाँबाट अब ट्याक्क हजुरले मलाई देखाउनु भयो अब यता पनि हेरौँ होइन यसरी चाहिँ अब यहाँ हाम्रो चाहिँ हामी यहाँ चाहिँ अब ठ्याक्क भ्लग बनाउने सोच्यौँ ठ्याक्क मोबाइल निकालेर हामी भ्लग बनाउन थाल्यौँ एकदम यहाँको ठ्याक्क दिउँसो पानी पऱ्यो होइन पानी परेर चाहिँ एकदम दामी मनोरम दृश्यसहित दृश्यावलोकन गर्न आएको छौँ है अनि ट्याक्क यहाँ अब धेरैजना हुनुहुन्छ होइन अब यहाँ बस्ने गफ गर्ने ठाउँ छ होइन अनि यता अब यो चाहिँ धुपीको रुख छ हेर्नु होइन टक्क हामी दुईजना हिँडिरहेछौँ अब सरको चाहिँ अब लोकसेवा तयारी चल्दैछ मेरो पनि चल्दैछ हाम्रो चल्दैछ भविष्यमा अब हाम्रो एकदमै दामी सार्वजनिक सेवा प्रवाह गर्नेछौँ हामी कुनै सार्वजनिक सेवा प्रवाहमा हामी कुनै पनि चाहिँ के गर्ने छैनौँ त भन्दाखेरि पकपासिङ होइन अनि रेड टेपिजम